नमस्ते सबैलाई। मेरो युट्युब च्यानल इडु लाइफमा म तपाईहरु सबैलाई स्वागत गर्दछु। आज हामी क्युब भनेको के हो र क्युबको आयतन कसरी निकाल्ने त्यसको बारेमा सजिलै तरिकाले सिक्ने छौं। आउनुस् आजको यो भिडियो सुरु गरौँ। अब खासमा हामीले सुरुमा जानौं कि क्युब भनेको के हो त। यो क्युब भनेको के हो त? क्युब भनेको एउटा 3D आकार हो जसको लम्बाई, चौडाई र उचाइ बराबर हुन्छ। र यो उदाहरणको लागि हामीले त्यो लुडोको बत्तासँग दाज्न सक्छौं। र हामी क्युब भनेको बुझिसकेपछि अब चित्र पनि हेरौं। हेर्नुस्, यसरी चित्र बनाउने। हेर्नुस्, यो भनेको एउटा क्युब हो जुन हामीले रुबिक्स क्युब भनेर भन्छौं। त्यसलाई पनि दाज्न सक्छौं र अर्को लुडोको गोटी त्यसलाई पनि हामीले दाज्न सक्छौं। तपाईहरुलाई थाहा छ कि यो रुबिक्स क्युब र त्यो लुडोको गोटीमा के फरक छ त? अब हेर्नुस्, अब यो भनेको एउटा क्युब हो। तब यसको भोल्युम कसरी निकाल्ने त? भोल्युम भनेको के हो त त्यो बुझौं। भोल्युम भनेको यो क्युबले या यो आकारको बत्ताले या यी आकारको लुडोको गोटीले ओगटेको सम्पूर्ण ठाउँलाई हामी के भन्छौं त? क्युबको आयतन भन्छौं। हामी उदाहरण लिन सक्छौं। क्युबको आयतन कसरी थाहा पाउने त? हामीले उदाहरण लिन सक्छौं। एउटा यस्तै क्युब आकारको कुनै बत्ता लियौं। त्यो बत्ता भित्र पानी कति अटेको छ त? त्यो बत्ता भित्र हावा कति अटेको छ त? त्यही भागलाई नै हामी के भन्छौं त? त्यो बत्ताको आयतन भनेर भन्छौं। त यो त भयो क्युब भनेको के हो र क्युबको आयतन भनेको के हो, यो थाहा भयो। अब हामी हेरौं क्युबको आयतन निकाल्दाखेरि हामीलाई एउटा सूत्र पनि याद हुनुपर्छ। त्यो सूत्र हो आयतन V = L × L × L। यो फर्मुला हाम्रो आयतन निकाल्दाखेरि काम लाग्छ। किन L × L × L भयो त? खासमा आयतनको फर्मुला हाम्रो के हो भनेपछि आयतन V बराबर हाम्रो के हो भनेपछि L × B × H। L × B × H हो। त किन L × L × L भयो त? किनभने यो क्युबमा यो L र यो B र यो H यो सबै के हुन्छ? आपसमा बराबर हुन्छ। L बराबर B बराबर H हुन्छ। त्यही कारणले गर्दाखेरि हामी यो तीनवटैको मानलाई हामी के गर्छौं त? L मान्ने गर्छौं। र यही L भएको हुनाले अब यसको ठाउँमा L छ, मल्टिप्लाई यो B लाई पनि अब L राख्ने मल्टिप्लाई अनि H बराबर L छ, यसलाई पनि L राख्ने। यो हिसाबले गर्दाखेरि हाम्रो आयतन क्युबको आयतन L × L भएको हो। यसरी हामीले बुझौं। त यो त भयो क्युबको आयतन निकाल्ने फर्मुला। त हामीले व्यावहारिक जीवनमा यस्तै वस्तुहरूमा कति पानी अटेको छ अनि कति हावाहरू भरिएको हुन सक्छ भनेर त्यो व्यावहारिक जीवनमा त्यसको आयतन निकालेर त्यसमा भएका पानीहरूको, तेलहरूको अनि वस्तुहरूको आयतन निकाल्नको लागि, त्यो वस्तुहरूको मात्रा निकाल्नको लागि हामीले यो फर्मुलाद्वारा क्युबको आयतन निकाल्न सिकौं। आउनुहोस् हामी व्यावहारिक रूपमा यसरी सिकौं। अब यहाँ हेरौं, म यो मेट्छु पहिला यसरी।
यो सबै मेटे है म यो जानकारीको लागि अब हेर्नुहोस् यो चित्रभरिमा मेट्दैन हेर्नुहोस् अब यो त भयो हाम्रो क्युब है यस्तो किसिमको बत्ता हुन सक्छ यस्तो किसिमको सामानहरू हुन सक्छ है ल त अब यो यल हाम्रो मानव दिएको छ 5 cm है यो हाम्रो यल दिएको छ क्युबको यल मानव 5 cm दिएको छ अब चौडाइ उचाइ दिएको छैन केही फरक पर्दैन किनभने हामीलाई थाहा छ कि क्युबको आयतन यल मल्टिप्लाई यल हुन्छ त्यही कारणले गर्दाखेरि यल दिएको छ हाम्रो यति नै काफी छ आउनुस् हेरौँ निकालौँ कसरी हुन्छ त सोलुसन यहाँ चित्रबाट है यहाँ चित्रबाट हेरौँ त अब यो क्युब भयो त्यही कारणले गर्दाखेरि हामीले लेख्ने बेला स्पष्टसँग लेख्छौं क्युबको लम्बाई यल इक्वल टु 5 cm र क्युबको आयतन v is equal to what हामी यो v is equal to what हामीले यहाँ पनि लेख्न सक्छौं यसरी v is equal to what र एउटा कुरा हाम्रो भोल्युम निकाल्दाखेरि भोल्युमको युनिट जहिले पनि हाम्रो क्युबमा हुन्छ है जस्तै त्यो मिटर भयो भने युनिट त्यो मिटर क्युबमा हुन्छ सीएम युनिट भयो भने सीएम क्युबमा हुन्छ यो पनि हजुरहरु थाहा पाइराख्नुस् है त हुन्छ अब यो त भयो हामीलाई यो चित्रबाट थाहा दिएका कुराहरु लम्बाई l 5 cm दिएको छ यो लेखिहाल्यौं र v = what सोधेको छ क्युबको आयतन v = what यो हामीले लेखिहाल्यौं त अब हाम्रो फर्मुला हुन्छ हामी सूत्रमा हामी अगाडि हेरिसकेका छौं त्यो सूत्रबाट हेरौं त अब सूत्रबाट हाम्रो के हुन्छ फर्मुला क्युबको आयतन v = के फर्मुला हुन्छ भनेर हामी पढेका छौं l मल्टिप्लाई l यो फर्मुला हुन्छ भनेर हामीले पढिसकेका छौं जानिसकेका छौं है त ल हुन्छ अब हेरौं इक्वल टु को इक्वल टु हुन्छ म अलिटा लेख्छु है त मेरो अहिले ठाउँ नपुग्ने जस्तो छ त्यही भएर l को ठाउँमा हाम्रो कति भ्यालु दिएको छ त 5 cm त यो l को ठाउँमा हामी के लेख्छौं 5 cm मल्टिप्लाई को मल्टिप्लाई अब फेरि l दिएको छ त हामीले लम्बाई l = हामी 5 cm लेखेका छौं है त्यही कारणले गर्दा फेरि पनि हामी के लेख्छौं त 5 cm नै लिन्छौं 5 cm नै लिन्छौं र मल्टिप्लाई को फेरि मल्टिप्लाई हुन्छ फेरि l छ त हाम्रो क्युबको लम्बाई फेरि l कति दिएको छ त 5 cm दिएको छ फेरि l को सट्टामा हामी के लेख्छौं त 5 cm नै लेख्छौं त अब हामीले यो दुईटा अलग गरेर मल्टिप्लाई गरेर फेरि यो लास्टमा यसलाई मल्टिप्लाई गरेर पनि राख्न सक्छौं तर यहाँनिर मिस्टेक हुन सक्छ धेरै जसो त्यही कारणले गर्दाखेरि हामी एकैचोटी तीनवटै सँगै गुणन गरेर राख्छौं अब उदाहरणमा लिन्छु कसरी मिस्टेक हुन सक्छ त यो दुईटा गर्यो भने जस्तै 5 5 = 25 त भयो त अब cm अब स्क्वायर नलेखेको अवस्थामा यो गल्ती हुन सक्छ हामीले यस्तै cm मात्र लेख्न सक्छौं र यसरी फेरि 5 cm लेख्न सक्छौं यसरी लेख्यो भने हाम्रो के हुन्छ त गल्ती भइहाल्छ है अनि यो हाम्रो आन्सर यो आखिरमा यो हाम्रो आन्सर एउटा यतिकै हामी लास्टमा त लेख्छौं तर यो जुन यो बिचको प्रोसेस हो यो प्रोसेस हाम्रो गल्ती हुन सक्छ त्यही कारणले गर्दाखेरि हामीले यो गल्ती हुने सम्भावना नहोस् भन्ने हिसाबले हामी यो तीनवटै एकैचोटी हामीले के गर्छौं त मल्टिप्लाई गर्छौं र निकाल्छौं है हेर्नुस् अब हामी एकैचोटी मल्टिप्लाई गर्छौं 5 5 = 25 25 5 = 125 यो तीनवटै 5 मल्टिप्लाई गरेर 125 आयो त हाम्रो युनिट भनेको cm दिएको छ हेर्न सक्छौं अहिले cm युनिट लेख्छौं र हाम्रो भोल्युम मैले अगाडि नै भनिसकेको छु अहिले भर्खर कि हाम्रो भोल्युमको युनिट के हुन्छ त क्युबमा हुन्छ त यहाँ युनिट भनेको cm हो त्यही कारणले यहाँ के हुन्छ त cm को
क्युब हुन्छ। यो नै हाम्रो के हुन्छ त, यो दिएको तथ्यानुसार यो चित्र अनुसार नै हाम्रो के हुन्छ, क्युबको आयतन हुन्छ। यसरी हामीले यो क्युबको आयतन निकाल्न सक्छौं है। त आशा छ यो भिडियो तपाईहरुलाई राम्रो लाग्यो होला। अब म तपाईहरुलाई यो भिडियो सँगसँगै एउटा क्वेशन गर्न चाहन्छु। यस्तै क्युबको लम्बाइ 4 सेम छ भने यसको आयतन कमेन्टमा लेख्नु होला। र यो भिडियो मन पर्यो भने तपाईले लाइक गर्नुहोस् र यो मेरो युट्युब च्यानल इडु लाइफलाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। हस्त, धन्यवाद।